गंगा प्रभु लो आज चाहिँ हामी पशुपति आइपुगिसकेको छ है। अब यता भोटतिर झरिसकेको छ अनि अब चाहिँ हामी माथि अब केटाहरू पनि आउँदैछ। अहिले चाहिँ भाइ र म छु है। अब माथि गएर भेटौँ ल है केटाहरू सबैजनालाई। एकछिनमा म देखाउँछु तपाईँहरू के कस्तो छ होइन, सब देखाइदिन्छु तपाईँहरूलाई है। फेरि सुट्टा हो भने फेरि त्यो अरू नसोच्नु होला है। त्यस्तो काटेकोमा हामी चाहिँ आइसक्यो है। देख्न सक्नुहुन्छ यहाँको बाटोतिर पनि यस्तो भेट भइरहेको छ कि अब माथि कस्तो होला त अब जानु सक्छ सक्दैन त्यो हेर्नुपर्ने छ अब है। त्यही हो। केटाहरू उठेन ल जाम हाम्रो आज पशुपतिको यस्तै हो है। अनि ल हाम्रो सामने छ अनि अर्को सामने तारा रङ्गल अनि यता भाइ छ है। अनि त्यही हो यता चाहिँ म भाइहरूलाई सुरु अब हुन्छ है। भ्लग चाहिँ अहिले एकैछिनमा सुरु हुन्छ। अनि जति हाम्रो अब भ्लग आज युट्युबमा आउँछ बेलुका है 9-10 बजीतिर दामी। त्यस्तै हो हेर्नु होला सबैजनाले गाइस। त्यही हो आज तलतिर चाहिँ भ्लगहरू त्यति खासै बनाउन सकिरहेको छैन कि यति धेरै मान्छे कि अब त्यहाँ होइन कसरी मोबाइल ठडाउने कि कसरी क्यामेरा ठडाउने होइन। त्यही भएर अलिअलि गाह्रो नै होला जस्तो छ। अलि आउँछ त्यो छोटो मिठो आउँछ तर यतैतिरको हल्का फुल्का है। त्यही हो धुलोहरू यस्तो बबाल धुलो उडिरहेको छ कि है। दामी सम्धि पशुपतिको हाम्रो पुरै यात्रा आज चाहिँ होइन बबाल छ। फुलहरू पनि लिन सक्नुहुन्छ मन्दिरको लागि पूजा गर्नको लागि। तपाईँहरू यता सायदतिर रहेछ दामी के सेट चाहिन्छ मलाई चाहिँ थाहा छैन होइन। फुलमा त लाइन बस्नुपर्छ क्या हो। अब यतातिर सानो पिना भेडेहरू सक्नुहुन्छ पछाडि तपाईँहरूलाई होइन। मन्दिरमा चाहिने चिजहरू सबै यतातिर रहेछ तपाईँहरू आउन सक्नुहुन्छ। सामने यो लाइन कहिले सितिनु त उहाँसम्म रहेछ अब लाइन ल पुल त सब भरिरहेको रहेछ यस्तरी मान्छेले। अनि हामी कहिले पारी जाने त भोक लागिसक्यो। अब यो खोलाबाट तारेर जाउँ भने हुँदैन।
देखाउने कोसिस गर्छु है तपाईँहरू पनि हेर्न सक्नुहुन्छ यो चाहिँ मन्दिर जाने लाइन हो है मन्दिर जाने लाइन अनि हाम्रो सामनेहरू मन्दिर जाने लाइन यहाँदेखि बस्नुपर्छ यार वहाँ पुग्नुपर्छ अब होइन अझै चाहिँ म त निकाल्दै भयो यस्तै हो राम्रो त रोड जाम छ यतातिर कुराहरू पनि गरिहाल्नु छ होइन यतिको त शिवको भक्तजनहरू है शिवजीको भक्तहरू हो आज शिवरात्रि हामी पुरै शिवजीको भक्त यो त्यस्तै हो आजको भिडियो अहिलेको लागि यति नै भनौँ तपाईँहरूलाई होइन अरू के जानकारी पाउँछ त्यही म सुरु देखाउनेछु तपाईँहरूलाई तपाईँहरू हेर्न सक्नुहुन्छ इन्जोय लिन सक्नुहुन्छ है धन्यवाद अहिले घटिसकेको रहेछ त्यहाँ लाइन बस्ने ठाउँहरू पनि पहिला योभन्दा 1 वर्ष अगाडि चाहिँ धेरै मान्छे लाइन थियो कि तलसम्म होइन